हेलो गाइज, वेलकम टु माई न्यू ब्लग सरोज द हालो ब्लग युट्युब च्यानलमा स्वागत छ। आज भने मैले सिदिङमा गाउँपालिका वडा नम्बर 6 मेहिले ताप्लेजुङको कन्टेन्ट लिएर उपस्थित भएको छु। यो चाहिँ मेरो प्यारो सुन्दर पाखाबाट देखिने गाउँ। भिडियोलाई फुल वाच गर्ने प्रयास गर्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब नगर्नुहोला। मेरो 1000 पुगेको छ, साथै वाच टाइम चाहिँ पुगेको छैन। सक्दो सेयर गर्नुहोला, साथै भिडियोलाई लाइक कमेन्ट र फुल वाच गर्ने प्रयास गर्नुहोला। आज चाहिँ म गाउँको सुनौलो यात्रा सँगै अघि बढ्दै कथा लिएर उपस्थित भएको छु। कथा यहाँबाट शीर्षक अनुसार सुरु हुन्छ। गाउँको यात्रा, रमाइलो यात्रा। आउनुहोस् तपाईँ हामी सँगै अघि बढौँ गाउँको रमाइलो यात्रामा। हाम्रो चाहिँ रोड गाउँमा चाहिँ यहीँसम्म मात्र आइपुगेको छ। परसम्म पुग्नको लागि निकै पहरो काट्नु पर्ने छ, जुन निकै जाम्रो भएको कारण हल्का हल्का खनिँदैछ। यो चाहिँ हाम्रो गाडी आउने ठाउँ कार्कीकोलाई भन्छ। यो चाहिँ निकै पर हो र कपबोर्डमा लेखेको देख्न सक्नुहुन्छ तपाईँहरूले। यो तलतिरको चाहिँ घर कार्कीको भएकाले कार्कीकोलाई नाम। यताबाट हाम्रो जाने रोड भने यो चाहिँ मेन हाइवे कञ्चनजङ्घा हाइवे भन्छ। अनि म चाहिँ फेरि घर आइसकेको छु भ्लग बनाउँदै आजको गाउँको सुन्दर यात्रा लिएर। भिडियो चाहिँ फुल वाच गर्ने प्रयास गर्नुलाई साथीहरू। टक्कसँगले यहाँनेरि चाहिँ टक्कसँगले मकै पनि उम्रिसकेछ होइन साथीहरू। तपाईँहरूकोतिर चाहिँ के कस्तो भइसक्यो? हाम्रोतिर चाहिँ मकै पनि उम्रिसकेछ टक्कसँगले। अब गाउँघरको रमाइलो यात्रा लिएर उपस्थित भएको छु। मैले चाहिँ भिडियो फुल वाच गरिदिने प्रयास गर्नु होला, साथै एकजना मित्रलाई सेयर पनि गरिदिनु होला। भिडियो फुल वाच गरिदिनु भएकोमा धन्यवाद सम्पूर्णलाई।